हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। यो भिडियो चाहिँ लेट पोस्ट है, हिजोको भिडियो थियो। हामी चाहिँ बहिनीले ल्याउनु मिरिक जाँदै थियौँ है। यहाँ प्रियन्सी, उसको बाबा अनि म अनि हाम्रो फुपू हुनुहुन्थ्यो। वेदर चाहिँ एकदमै दामी भइरहेको थियो है। अन्त यहाँनिर हामी सिमाना भ्यू पोइन्ट भन्नेमा चाहिँ एकछिन रोकेर चिया खाएर जाने भनेर रोकेको थियौँ है। यहाँबाट चाहिँ एकदमै दामी भ्यू देख्दो रहेछ, कञ्चनजङ्घा पनि देख्दो रहेछ है। यहाँ बसेर हामी त्यहाँ चल्यो मलाई नानीलाई होइन। कहाँ गएको तिमी? बजार पो जाने। अन्त यहाँ हामी छिटो छिटो बसेर चिया र आलु भुजा खाएर हामी त्यहाँबाट निस्क्यौँ। त्यसपछि हामी फेरि ओह्रालो लाग्यौँ है। यहाँनिर पशुपति बजार पनि हामीले बाहिरैबाट भए पनि हेऱ्यौँ अनि एकदमै दामी वेदर भइरहेको थियो है। घाम मजाले लागिरहेको, निलो आकाश, फुलहरू मजाले फुलिरहेको है। एकदमै दामी भ्यू भइरहेको थियो है। वी वर इन्जोइङ। अनि तल पुगेपछि चाहिँ यहाँ बस्दा बहिनीको घरमा चाहिँ घरको सुन्तला कति मजाले फलिरहेको रहेछ। लगेको चाहिँ थिएन। त्यसको बादमा हामी त्यहाँबाट खानासाना खाएर निस्केपछि चाहिँ हामी एकछिन मिरिक झिल घुम्ने भनेर यहाँ पुगुले हर्स राइडिङ गर्ने अरे फेरि हो। अन्त हर्स राइडिङ गर्ने भनेर उसलाई र बहिनी चाहिँ एकदमै हर्समा चढेर इन्जोय गर्न थाल्यो। नानीहरूलाई त्यही त हो है, के खेल्नु खानु भयो भने भइहाल्छ है। दे वर इन्जोइङ इट। त्यसको बादमा फेरि पुगु चाहिँ यहाँ डान्स गर्ने भनेर चाहिँ ऊ चाहिँ डान्स गर्न थाल्यो। सबैजनाले हेरिरहेको थियो मजाले। ऊ चाहिँ डान्स गर्नु इन्ट्रेस्ट गर्छ नि त। अन्त डान्स गर्ने अरे भनेर यहाँनिर हामीले उसलाई डान्स पनि गराइदिउँ। अन्त उसले हामीले डान्स गरिन्जेल चाहिँ हामी एक दुईवटा फोटोजहरू क्लिक गऱ्यौँ है। त्यसको बादमा चाहिँ फेरि हामी यहाँबाट निस्क्यौँ। यहाँ ब्रिजमा पनि एकछिन डुल्यौँ है। एकदमै चिसो मजाको हावा आइरहेको थियो। यहाँनिर एकछिन इन्जोय गरेर चाहिँ धेरै टाइम त थिएन हाम्रोमा है। एकछिन हामी यहाँनिर बोलेर त्यहाँबाट फेरि हामी यहाँबाट निस्क्यौँ। अनि उतानिर चाहिँ पार्क छ अरे भनेर बहिनीले भन्दै थियो। त्यसको बादमा चाहिँ हामी पुगुलाई लिएर त्यो पार्कमा एकछिन जाउँ न त आएको बेलामा भनेर हामी त्यहाँनिर गयौँ। फेरि हामी यहाँ पार्कमा पुगेर चाहिँ पुगु खेल्न थाल्यो, स्लाइड खेल्न थाल्यो है। यो पार्कको नजारा चाहिँ कस्तो यस्तो थियो। यहाँनिर चाहिँ थुप्रो चिल्ड्रेन्सहरूको लागि एक्टिभिटिजहरू राखिएको रहेछ। यहाँ रोटिपिङहरू पनि थियो, स्लाइडहरू पिङहरू है। त्यसको बादमा बहिनी र ऊ चाहिँ एकदमै इन्जोय गरिरहेको थियो। त्यसपछि फेरि हामीलाई हतार त भइसकेको थियो। तर पनि ऊ चाहिँ फेरि यहाँ बलुनभित्र पसेर खेल्ने अरे भनेर 7 मिनट्सको लागि भनेर चाहिँ हामीले फेरि यहाँ हालिदिउँ हो। चाहिँ यहाँ त एकदम मजा आइरहेको थियो। उसलाई निस्किनु मानेको थिएन।
त्यसपछि यहाँबाट अब हामी छिटो छिटो एक दुईवटा फोटोज क्लिक गरेर चाहिँ निस्क्यौँ है। निस्केर चाहिँ फेरि फिस हेर्नु जाने अरे भनेर चाहिँ यहाँनिर यी फिस हेर्नु न कत्रो कत्रो कति धेरै फिस। यो हेरेर हामी फेरि ब्याक टु होम घरतिर लाग्यौँ। घरमा फर्किँदा फेरि हामी यहाँ बसेर सिमानामा बसेर तातो चिया खाइकन हामी फेरि ब्याक टु होम। बोकु चाहिँ फेरि हेर्नु न यहाँ थाकेर धेरै उफ्रेर चाहिँ ऊ थाकेर सुतेर जाने अरे भनेर सुतिरहेको थियो। फाइनली हामी घुम आइपुग्यो। त्यहाँ सुनादाको गुम्बा है। त्यसको बादमा यहाँ हेर्नुहोस् न टोय ट्रेनको नजारा पनि भइहाल्यो हामीलाई। सुनादा आइपुग्यो। यसरी चाहिँ हामी आजको दिन बितायो। Thanks for watching guys. Stay tuned until the next vlog.